जाऊ यतिको लागि बडो स्ट्रगल गर्नु पर्यो त ड्रामा हेऱ्यो बोयफ्रेन्डले ड्रामा देखायो तिमीलाई आज यो ओरोदोरो गऱ्यो भने 2 चोटि तिमीलाई 6 महिना जिम गर्नु पर्दैन तिमीलाई 6 महिना जिम गर्नु पर्दैन देवी आउँदै गर्दाखेरि चाहिँ जस्ट मैले चाहिँ हाम्रो यता अफ्रिकाको दाजुभाइहरू भेटिसकेको छु अनि जस्ट हामी यहाँनिर हल्का मिठो पनि भयो जस्ट आज चाहिँ इन्टरनेसनल खाने भयो केटाले है त ल ओके है ल थ्याङ्क यू सर थ्याङ्क यू अब रुममा बस्थ्यो मजाले फोन स्क्रोल गर्थ्यो बस्थ्यो टिकटक हेर्थ्यो त्योभन्दा चाहिँ अब बस्न चाहिँ यही नै राम्रो जस्तो लाग्छ मलाई चाहिँ छाता छ अब छाता आउनै झ्याउला अब हामी चाहिँ नेपाली मुस्लिम हुनुपर्ने हुन्छ इनर्जी चाहियो हामीलाई चाहिँ अब जस्ट इनर्जीको लागि चाहिँ काफल खान दौडिनु पर्ने भयो त यो नेक्स्ट लेभलको एडभेन्चर होला त आज ए मलाई झ्याक्ने छ फर्क्यो भने गुड नमस्ते वेलकम ब्याक टु माई च्यानल नयाँ दिन नयाँ सुरुवातसँगै तपाईँहरूको माझमा फेरि पनि उपस्थित भइसकेको छु अनि आज चाहिँ म धेरै दिन पछाडि हाइक आएको छु त्यो चाहिँ तपाईँहरूलाई टाइटल लाइन थम्ने देखेर पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ कहाँ जानु लाग्यो के गर्नु लाग्यो भन्ने कुराहरू चाहिँ सो अनि आज चाहिँ म मात्र छैन म अरू दिन म स्लो हाइक जान्थेँ भने सो आज चाहिँ मसँग मेरो ग्रुप हाम्रो बुढीहरूसँग म आएको छु अनि लेट्स सो अब के कस्तो के हुन्छ त्यो त म तपाईँहरू अवश्य देखाइहाल्छु सो हेर्दै जाउँ है त ल हेर्दै भ्यू पछाडिको ब्याकग्राउन्ड हाम्रो हाइक चाहिँ भरि स्टार्ट भएको छ भने सो हामी अझै पनि धेरै माथि जानुपर्ने हुन्छ लाइक हामीलाई अलमोस्ट 3 आवर्स जति चाहिँ लाग्छ त्यो अलमोस्ट थोरैमा पनि हामीलाई 3-3.5 घन्टा चाहिँ लाग्छ त्यही पनि अब बुनीहरूसँग आएको छ अब यिनीहरू कति हिँड्छ त्यसमा म्याटर गर्छ है चलो चम्पादेवी जाँदैछौँ भने अनि जस्ट लाइक यो पछाडिको रोड अनि सर्टकट बाटो पनि छ लाइक यहाँ धेरै धेरै बाटोहरू छ 3-4वटा अलिक सर्टकट टाइपको जाने बाटोहरू छ तर यिनीहरूलाई चाहिँ अलिकति म त्यो बाटो जान चाहिँ अलिकति डर लाग्यो त्यही भएर म यिनीहरूलाई रोडै दौडाइदिन्छु होइन हिँडाउँदैछु तर आज स्याटरडे चाहिँ यहाँ माथि हाइक गर्ने मान्छेहरू चाहिँ लास्ट ओपर हुन्छ यहाँ माथि चाहिँ अरू दिन चाहिँ खासै अस्ति म कति सन्डे आएको थियो क्या त्यति बेला त मैले 3-4जना मान्छे बाहेक मैले खासै भेटेकै थिएन क्या तर अनि त्यहाँ माथिल्लोपट्टि त्यो माथि टपमा जुन एउटा पसल राख्ने ठाउँ छ त्यो बिचमा त्यो पछाडिको जङ्गलमा चाहिँ अलिकति डर लागिरहेको थियो तर लाइक डर पनि लागिरहेको थियो तर अलि आफूलाई भित्रभित्र अलिकति हुन्छ नि एकदम अनएक्सपेक्ट मजा पनि लागिरहेको थियो अब आजको के कस्तो हुन्छ त्यो चाहिँ मजाले सेयर गर्दैछु तपाईँहरूलाई सो अन्त्यसम्म हेर्दै गर्नु होला है त केही समयको अन्तरालमा चाहिँ हामी लाइक चम्पादेवीको लाइक मेन हामी प्रवेश गर्न लागिरहेको छौँ अनि जस्ट यहाँनिर चाहिँ मजाले पार्किङहरू छैन तपाईँहरू आफ्नो साधन छ भने चाहिँ मजाले तपाईँहरूले यता पार्किङ गरेर जान सक्नुहुन्छ भने अब के भयो ल यिनीहरूले आज मेरो भिडियो कपिराइट चाहिँ लगाउँछ जस्तो लाग्यो तर आज चाहिँ मान्छे चाहिँ एकदम खतरा क्राउड छ जस्तो लाग्यो मलाई चाहिँ होइन जहाँसम्म अब लेट्स यसो हेर्दै जाउँ है त फुटबल भन्छ यसलाई चाहिँ होइन जस्ट अनि हामी भर उक्लिँदैछौँ अब बाटो चाहिँ अलिकति लामै छ अलिकति माथि जस्ट लाइक उकालो अझै लाइक हुन्छ नि उकालो त मेन उकालो त आएकै छैन यहाँनिर बाटो किन बन्द भयो भने त यहाँनिर पुरै रुखै डलाएर चाहिँ क्या पहिला नै अहिले ल तर मान्छेहरू त फर्किसक्यो त यहाँ त पुरै भत्काइदिएछ त 2-3वटा ब्लक त यिनीहरूले चाहिँ भिडियो सुट गर्दै भन्दैछ होइन जस्ट यिनीहरूको भिडियो सुट चाहिँ कस्तो आउँछ हेरौँ है त ल तलबाट आउनु त ल
मिली ग्रेड वाल उक्लिँदैछौँ भने अनि जस्ट त्यहाँ आज मलाई कस्तो हुन्छ नि लाइक धेरै दिन पछाडि भिडियो बनाएको भएर पनि होला के बोलौँ लाइक बोल्नै नआएको हो कि लाइक अझ कन्फिडेन्स नै हराएको हो कि त्यो टाइपको भइरहेको छ क्या अनि जस्ट हामी यो उकालो उक्लिँदै गर्दा चाहिँ एउटा के मोटिभ भएको थाहा हामी उकालो उक्लिँदै गर्दाखेरि चाहिँ एउटा सक्सेसको पार्ट हो जस्तो लाग्छ जुन हामी टपमा पुग्छौँ नि तब मात्र हामीले त्यसको एउटा फुल इन्जोय गर्न सक्छौँ नि त होइन ल टक्क लाग्छौँ एट जस्ट लुक एट यतातिरको नजारा तपाईँहरूलाई मैले पुरै देखाउँछु र इट्स 1 week पछाडि हिँड्दैछौ अनि ठाडो बाटो हुँदैन तिमी यतिको बाटो हिँड्यो भने तिमी जिम जानै पर्दैन तिमी यतिको बाटो हिँड्यो भने तिमी जिम जानै पर्दैन जस्तो तपाईँहरूलाई म एउटा खतरा चिज देखाउने भयो यहाँबाट यहाँनिरको भ्यू पोइन्ट लाइक ओहो तर यहाँनिर कस्तो अलिकति नमजा भयो त यार अलिक डेन्जरै फोहोर रहेछ देखाउने मन लागेन जस्तो लुक एट यो दामी बब्बाल देखाएको छैन अनि काठमाडौँको नजारा भयो अनि त्यस पछाडि यहाँ टाउ देखाउँछ तर अलिकति यहाँबाट अलिक छेकिएको छ होइन जस त्यहाँ तपाईँहरूलाई अलिकति त्यहाँ माथिबाट देखाउँछु त्यहाँबाट चाहिँ बब्बाल देख्छ अनि आजको चाहिँ अलिकति मौसम अलिकति कस्तो मौसम बिग्रिएको अलिकति वेदर चाहिँ अलिकति बिग्रिएको टाइपको भयो अलिक क्लियर देखिएको छैन है दामी देख्छ यहाँबाट नत्र नि ल जाम हाइकिङ गर्ने भन्ने अनि कहाँ यसरी गरेर हुन्छ नि अब उता माथि गएर बस्ने अब त माथि टपमा अब मात्र 5 मिनट म दाइलाई निन्द्रा लागिसक्यो दाइ तपाईँलाई हाइकिङको बहिनीहरू हाइकिङ गरेर देखेर दाइलाई निन्द्रा लागिसक्यो नि पसल राख्ने ठाउँ हुन्छ यहाँनिर अलिअलि चटपट अमिलो पिरो बेला टक्क लाएर हामी चाहिँ यहाँ हल्का रेस्ट गरेर फेरि जाँदैछौँ अनि त्यस पछाडि यहाँनिर चाहिँ 2टा बाटो छ क्या लाइक म फर्स्ट टाइम आउँदा पनि झुकेको थिएँ होइन यताबाट हेर्दाखेरि अलिकति फ्लाका झन्डाहरू झुन्डाएको थियो अनि त्यहाँनिर बब्बाल देखाएको थियो क्या म यताबाट गएको थिएँ त्यहाँनिर बाटो नरहेछ त्यहाँबाट तल झरेको थिएँ म चाहिँ तपाईँहरू झुकिन होला यहाँबाट चाहिँ तलपट्टि जानुपर्ने हुन्छ त ल चट्ट लाएर ओहो फर्किसक्यो दाजुभाइहरू ओहो कति छ भने बाटो 1.5 घन्टा अब नतेसेर त 5 मिनट भनिदिनु यार बरु यही बाटो जाने हो तर म चाहिँ अब लाइक पहिलेदेखि हिँडिरहेको भएर मलाई चाहिँ खासै त्यस्तो गाह्रो भएन अब बहिनीहरूलाई चाहिँ अलिकति फर्स्ट टाइम आएको भएर पनि होला यिनीहरूलाई चाहिँ अलिकति गाह्रो भयो भने त तर अब के छ तिमीहरूलाई यताउति आजको अवस्थाबारे खासै गाह्रो भएन अब यहाँबाट हल्का उकालो हल्का ओह्रालो जस्तो टाइपको छ होइन जस्तो अघि हामी बिहान आउँदाखेरि चाहिँ अलिकति यो तुवालो अलिकति हुसो लागेको टाइपको भएको थियो तर अहिले चाहिँ अलिकति दामी फुलेको छ है जस्ट लुक एट द भ्यू यस्तो नेक्स्ट लेभल देखिया छ ओ माई गड जस्ट यो नेचरसँग यसरी रम्न पाउनुको चाहिँ छुट्टै एउटा हुन्छ नि यसको कसरी प्रशंसा गर्नु के ल राइट तिमीहरूलाई सोधे पनि तिमीहरूले भन्ने केही होइन फेरि है भन न भन ल यस्तो डेन्जर घामले परेको क्या ब्यागमा छाता छ अब छाता उड्नै झ्याउला अब हामी चाहिँ नेपाली मुस्लिम बढी हिँड्नुपर्ने हुन्छ क्या छाता उड अलिक तलपट्टि छ क्या सामान चाहिँ फेरि झिक्नै झ्याउला मलाई त तर आज एकदम सोचे भन्दा एकदम अनएक्सपेक्ट धेरै मान्छे जस्तो लाग्यो मलाई चाहिँ साथीभाइहरू त फर्किसक्नु भएको चाहिँ कति छ नि बाटो अझै माथि 2-3 घन्टा त्यत्रो बाटो छ ओहो हो उडेर जाने कुरो त आएन हजुर काफलको लागि अड्क्यो तिमीहरू ए भगवान् जाम हुन त इनर्जी चाहिरहेको छ यिनीहरूलाई
इनर्जी चाहियो नि त है काफल खानु पर्यो यो त माथि छ यहाँ टन्नै पाउँछ त माथितिर उयो त होइन काफल यो कुन हो काफलको बोट काफलको बोट त्यहाँनिर खजरै भेट्यो जस्तो छ है जे होस् त्यहाँनिर यस्तो देखाइ छ काफल छ टन्नै हो जाऊँ न त टिपाउँ न त खै 2-4वटा ओ हाम्रो क्यामेराम्यान बुनु कमेन्ट आउँछ हेरे ब्याग दिएको म टिप्छु हल्का फुल्का कति पाउँछ है ल जस्तो एउटा काफल रहेछ काफल यसो अलिकति इनर्जी चाहियो हामीलाई चाहिँ अब जस्ट इनर्जीको लागि चाहिँ काफल खान दौडिनु पर्ने भयो त यो नेक्स्ट लेभलको एडभेन्चर होला जस्तो आज नो ए जेस तलबाट बोट देखेर आयो भने यहाँ आउँदा चाहिँ काफलै नभेट्दो रहेछ है हेलो मलाई कपाल चाहियो टिकट बिस्तारै दाइ भात चाहिँ लाने तलबाट नतान्नु है छोडिदिनु न अब रुखमा नछौ यस्तो माथि माथि फल्दो रहेछ अनि लाउँ त यस्तै हो काफल भने हो पाकेको माथि 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 होला नि अब यो त गर्मी भयो भने हालेर माथि मात्रै रहेछ क्या दाइ तलको भ्याइसक्यो होला उयो डाँट पनि हेर्नु त उयो यता यो हात निराको उ त्यो झुसली त्यो रातो किरा बाठाउनु किरा पनि रहेछ त्यो अस्ति आएको के त कि जाँदा ओके बिउ छँदै छैन छन् त छ अमिर हरे अमिल छ भने के खानु तपाईँको टाउको माथि नि कुनै कुनै पाकेकै त अमिलो हुन्छ अब यो रुखैबाट टिपेर हुन्छ होला अनि उठ्या जान्छ त्यो कुन उठे एउटा डन्ठी मार चाहिँ पुग्यो तँ पनि हेर्नु भाइ मलाई खान मन लागिरहेको के होला पछाडि उठे पछाडि त एउटा डन्ठी टिप्नलाई सक्नु नि पर्यो नि त नि एउटा सक्दिनु जस्तो लाग्यो त्यति पुग्छ तपाईँलाई बेच्न जाऊँ ल्याउने हो कि ठुलो झोला भन्दा नि त्यति पैसै बोकेर आउनु न काफल पायो काफल टिपेको कति छ रहेछ देखाउ त जाऊ यतिको लागि बडो स्ट्रगल गर्नु पऱ्यो त बोट चाहिँ कति छ कस्तो भयो नि अब तलबाट हेर्दाखेरि मजाले देखिने माथि पुग्यो भने त देखिन नि त पातले नै छोपिन्छ कि ल बाटो त लामै सक्यो भने अझै कति छ 40 मिनट मात्र कति पानी झिको त पानी थियो नि सक्यो त्यो अहिलेको बोतलै फ्याँकिसक्यो यिनीहरूले त हो र ल गाह्रो भयो यहाँनिर यस्तो बस्नु लागेको है यहाँनिर चाहिँ टिकटक भिडियो सुट हुँदै रहेछ जस्ट यतातिर देखेर चाहिँ लजाउनु भयो जस्तो लाग्यो बनाउनु मजाले तपाईँहरूको डान्स देखेर म बिग फ्यान भइसकेँ जाऊँ ल के त्यहाँ लगाउँ लियो न एकछिन 2 मिनट ल
भयो छोड्दै छोड्दै म आफै लिन्छु हेर्न एउटा चाहिँ टन्टा पुरै घाम छ तर पनि हामी लाइक यो घामी हिँड्नलाई यस्तो एक्साइटेड छ कि आज मान्छे होइन अब यदि लाइक ऊ नभएको भए चाहिँ अब रुममा बस्थ्यो मजाले फोन स्क्रोल गर्थ्यो बस्थ्यो टिकटक हेर्थ्यो अब त्योभन्दा चाहिँ अब प्लस पोइन्ट चाहिँ यही नै राम्रो जस्तो लाग्छ मलाई चाहिँ माथि कति छ दाजु हजुर कति छ बाइक माथि पुग्न आधी घन्टा मात्र पुग्छ है लस धन्यवाद मात्र आधी घन्टा मात्र आधी घन्टा अब अघि आधी घन्टा नै सुने जस्तो लाग्यो 15 मिनट अब बाँकी अब दुईजना चाहिँ हराए तिमीलाई आज यो ओरोदोरो गऱ्यो भने दुईचोटि तिमीलाई 6 महिना जिम गर्नु पर्दैन हो तिमीलाई 6 महिना जिम गर्नु पर्दैन हो जिम क्यान्सिल है बोल्दी फेरि जाको दाइ जिम क्यान्सिल गराउनु भएको है जिम क्यान्सिल गरेर बोल्दै वर्कआउट गर्नै पर्दैन कमन 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 ल बहुत गाह्रो भएको छ उकालो हिँड्न गाह्रो हुँदैन त नि गाह्रै हुन्छ त्यो म बुझ्छु तर के गर्ने अब म अहिलेसम्म यसरी बाटो हिँडेको छैन क्या रुला नरो है नरो अनु भामा अनुलाई त घिचरै आज म फर्स्ट टाइम हो गाइज है तर लाइक हुन्छ नि हाइक गरे जस्तो फिलै भएन क्या मलाई चाहिँ किन भन्दाखेरि बिस्तारै हिँड्नु एकदम स्लो अनि त्यस पछाडि लाइक हुन्छ नि अब के भनौँ मसित जस्तो टाइप पनि छ अब तिमीलाई कसरी आउँछ त्यसरी चाहिँ एक्सप्लेन गरिदेऊ न त तिमीलाई किन स्लो जस्तो लाग्यो अलि नमजा जस्तो किन लाग्यो त होला नमजा जस्तो लाग्यो किन भन्दाखेरि चाहिँ हामी एकदमै यो लास्टै स्लो भयो क्या हामी लाइक यति बेला हामी पुगिसक्नु पर्ने वास्तवमा चाहिँ तर हामी बिस्तारै 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 गरे भएर चाहिँ ओभर भयो नि त छिटो पुग्छौँ नि त अनि अलिक छिटो गयो भने त अनि बेलुका घर फर्किने बेला अनि दिउँसै हाइकिङ लभर नेचर लभर अहिले चाहिँ हामी फुल्ली नेचरभित्रै छिरिखाम कि यस्तो यो झ्याङ्कुरीसँगै कम्पिटिसन गरिदिने हो क्या झ्याङ्कुरीले नै जित्छ होला हामीले भन्दाखेरि अवस्था अघि नै तलदेखिको यिनीहरूको के अरे तल एउटा भिडियो बनाएर अनि तलदेखिको माथि पुग्दासम्मको एउटा त्यो हुन्छ नि क्लिप के त्यो कस्तो हालतमा आएको थियो र कस्तो हालतमा छ त्यो टाइपको के त्यो हामीले देख्न बाँकी नै छ क्याप्चर हुन बाँकी नै छ अझै है स्टार्टिङ फेज र इन्डिङ फेजमा कस्तो हुन्छ झर्रा परिहाल्यो है जोसिनीहरूले कुरा एकदम मिठो गर्छ हिजो पनि त्यो मेसेजमा के भने अरे हाइकिङ जाँदा के लाने इजी पानी र ब्याग लाने कसले भने अरे मैले देखिरहेको थिएँ त्यहाँ मैले साइलेन्टली हेरिरहेको थिएँ त्यहाँ हामी टिभी रुममै थियो क्या अनि एउटै क्लासमा थियो अनि ऊ र म छुट्टै थिएँ अनि त्यसपछि मैले मेसेज गरेको थिएँ अनि भोलि हाइकिङमा के लानु भनेर मेसेज गरेको त एकछिन मात्र रिप्लाई आउँछ पानी र ब्याग कस्तो इजिली है अनि त्यसपछि एकछिनमा म त्यहीँ आउँछु अनि भन्छु सल्लाह गरौँला अरे त्यस मान्छे भएपछि यतिको चाहिँ हुनुपर्छ है त ल सर्ट एकदम क्विक क्यान्सर क्विक डिसिजन लिइदिने मान्छे चाहिँ बेला बेला चाहिन्छ यस्तो मान्छे चाहिँ अलिक बवाल लाग्छ मलाई भनौँ न यता फर्किसक्नु भएछ है तपाईँहरू कति छ भने बाटो अझै 1 घन्टा आधी अभी लालाजीको 15 मिनट भने जस्तै भयो त आधी घन्टा 1 घन्टा है छाताले पनि नजाऊ भनेको छ नानीले छाताले रुक्नु अड्काइदियो त्यतातिर यस्तो यस्तो दिदीहरू आउनु भएको अनि हाम्रो हेर्नु त्यस्तो बहिनीहरू दिदीलाई देखेर अलिकति थोरै प्लस पोइन्ट मोटिभेट हुने हो कि है उक्लिन भन्दा ओर्लिन सजिलो हो है उक्लिनलाई गाह्रो भइहाल्छ गाह्रो हुन्छ तर अवस्था यता नि त्यो माथिबाट ल जाम के बस्ने एकछिन
गाह्रो भएको छ भन्न नि सकेको छैन है बसौँ ल पनि पर्यो पुग्न पनि परेछ ल फेरि फर्किन नि ढिलो हुन्छ नि त हामी त अलमोस्ट 2-3 बजी पुग्दैन हुन्छ अलिक कति भेटाइ हेर्नुपर्छ हेर त ल एकछिन बसेर जाऊँ है त्यहाँनिर जस्ट हामी यहाँ एकछिन बसेर रेस्ट गरेर हिँड्ने भयो हेर त ऐसेलु पाक्दै रहेछ क्या पाके त उता माथि लाइक म पहिलाचोटि फर्स्ट टाइम आउँदाखेरि म मन्डे आएको थिएँ क्या हो त्यो टाइममा यतातिरको जङ्गलमा चाहिँ कस्तो डर लागेको थियो क्या मलाई यता घटेर घुद्रु गर्दा होइन त्यो फ्याउरोहरू कुदेर आएको छ क्या त्यो दिन अनि मान्छेहरू पनि खासै मैले देखेको थिइनँ यस्तो डर लागेको कि मलाई त्यो दिन घटाएको गर्दा पनि त्यो छ्यास गर्दा पनि त्यो आफूले डर लाग्ने आजको छुट्टीको टाइम हो अनि सबैजना मान्छे देखिन्छ भेटिन्छ अनि तिमी आएको टाइममा सबैजना ड्युटी जाने फेरि म खासै मैले जाऊँ भनेको बेला चाहिँ प्रायः खासै मान्छेहरूलाई त्यो टाइमै मिलेर हुँदैन है त्यही पनि ग्रुपमा खासै हुँदैन त्यही भएर म चाहिँ एक्लै स्लो हाइक गरेर हुन्छु भने पछाडि बहिनीहरू चाहिँ हिँड्दैन होइन बहिनीहरू त एक दिन बिदा हुने बित्तिकै घरमा लडेर मोबाइल स्कुल गर्दै बसे काम बाहेक अरू केही छैन केही छैन त्यही के हेर्ने थाहा ड्रामा ड्रामा हेऱ्यो बोयफ्रेन्डले ड्रामा देखायो हो यता चाहिँ बोलेको छैन है के बोले भाइ के बोले हो मैले पत्ता लगाइसकेँ जस्ट इन्टरटेनमेन्ट लागि मात्र भन्दै है मैले फेरि त्यस्तो होइन फेरि हो कि होइन अरूले हेर्छ मलाई थाहा छ तर त्यो होइन 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 हाम्रो बोयफ्रेन्ड त बोयफ्रेन्ड बनाउनु धेरै भएन भक्कै छैन प्लस क्लियर त गरे भक्कै सही हो बस्ने कि जाने जाम ल माथिबाट बस्दा नि हुन्छ कतिवटा अलमोस्ट 2टा नै होला यहाँ 2टा कि 3टा हो क्या 3टा हाल्नु पर्दैन 3टा हो क्या यहाँ होइन कतिवटा झिक्यो यहाँबाट एउटा भनेपछि 2टा मात्रै दिनु दिदी छातासँगै त तपाईँलाई पनि उडाउनु लाग्यो क्या हाम्रो कति दिदी लाउँदा दिदी कराउँदा 100 रुपियाँ ठिकै हो 100 रुपियाँ ए 2टा पानीको ए लास्ट धन्यवाद नजाने तपाईँहरू त्यो सिस्टर तपाईँहरू नजाने जाम अब मात्र 5 मिनट हो नसकिने ल मन ढाकिदिनु न हो यता पनि तपाईँ पनि जाम ल हामीसँगै जाने हामीसँगै फर्किने हाम्रो पनि ग्रुप छोडेर छ तपाईँहरू जस्तै विनर भयो नि है जाम ब्रदर ल जाम सिस्टर ल हामीसँगै मजाले बिस्तारै गएर बिस्तारै फर्किने है ल टक्क लगाएर पानी फोर नि त पानी खाउँ ल सँगै जाउँ बसौँ ल अब अहिले जानु लागेको ठाउँमा त्यो मन्दिर जानु ल हो मन्दिर छ माथि टपमा पूजा त के हो नि टीका लाउन दर्शन गर्ने आउने आफैले टीका आफैले त्यो चढाएको हुन्छ आफैले लगाउने आउने अनि मैले त अघि नै मान्छेहरूले त लगाएको जस्तै देखेको थियो खै होला सायद मलाई चाहिँ थाहा हो भने त्यो चाहिँ होइन त म प्रायः अरू दिन हिँड्दिनँ अनि स्याटरडे त आज म फर्स्ट टाइम यसरी कहाँबाट तिमीलाई आन्टीपछि हामीलाई इन्भाइट गर्नु मन लागेको छ अस्ति तिमीहरूले भनेको थियो नि त अनि त्यस पछाडि तिमीहरू लास्टै मन गरे भएर अनि जस्तो तिमीहरूलाई एकचोटि रिक्वेस्ट गरौँ एउटा रिकमेन्ड गरौँ भनेर भनेको थिएँ अब ठ्याक्कै भइ नै हाल्यो फिक्स नै भयो ल जाम भनेर अनि तिमीहरूलाई भनेको नि अब नेक्स्ट टाइम त म त बोलाउँदिनँ जस्तो फिल भइरहेको है त्यस्तो त म भन्दिनँ किन बोलाउँदिनँ क्या बोलाउँदिनँ भनेर भन्दिनँ तर टाइम मिल्यो भने रिक्वेस्ट गर्न सक्छु लाइक यस्तै शनिबार आज बिदाको टाइम पऱ्यो भने चाहिँ अरू दिनमा चाहिँ अब सम्झिनु पाइन्छ दिने भने चाहिँ हामीले चाहिँ उयो गर्नु लाग्यो कि आजलाई क्यान्सल गरेर फ्राइडे बिदा नि त फ्राइडे बिदा के छ फ्राइडे फ्राइडे के तर यिनीहरू बिदा रहेछ चाहिँ पहिल्यै याद हुन्छ क्यालेन्डर ए जे होस् 1 वर्षको क्यालेन्डर चाहिँ
पहिले रेडी हुने रहेछ भन्ने कुरा यहाँबाट बुझिन्छ कि है प्रष्ट हुन्छ वैशाखमा छ भने हामीले जेठमै बिदा हेरिसक्यो हुन्छ दसैँको बिदा त याद गरिसक्यो क्यालकुलेट गरिसक्यो हाम्रो स्कुलले कति दिन्छ भनेर सही हो तपाईँहरू अघि त खासमा त्यो मिनी गेटवालबाट खासमा देखाउन खोजेको थियो त्यो टौथा पोखरी चाहिँ यहाँनिर तपाईँहरू कतिजना जानु भएको छ जानु भएन थाहा छैन तर यहाँनिर पनि एकदम दामी एकदम बबाल पिसफुल ठाउँ छ होइन अनि यहाँबाट देखिने लाइक यहाँको नजारा यहाँको भ्यू पोइन्ट यस्तो खतरा देख्छ कि यो काठमाडौँको एरिया त्यो बल्खुको भयो अनि त्यस पछाडि त्यो माथि त्यो के भन्छ सनराइज अपार्ट है त्यहाँबाट कस्तो दामी देख्छ कि तर आज अलिकति क्लियरली खुलेको छैन अझ क्लियरली खुलेको भयो कस्तो खतरा देख्थ्यो कि नेक्स्ट लेभल के जस्ट ल टक्कर आएर जाउँ अब जस आज स्याटरडे भएर पनि होला मान्छेहरू चाहिँ टर्न आउनु भएको क्या यस्तो दामी गुड भाइब्स छ क्या आज ल राइट कति फर्किनु भएको कतिजना त कतिजना फर्कि पनि सक्नु भएको छ कति अब भर जाँदैछौँ अब लेट्स यसो हेर्दै जाउँ अब आज के कस्तो के हुन्छ होइन टक्कर लाएर अब चाहिँ दामी चलिरहेको छ ल राइट फर्किसक्नु भयो ब्रदरहरू तपाईँहरू कति छ भने यहाँबाट आधी घन्टा त्यो नभन्नु न 15 मिनट भन्नु न यार 15 मिनट भन्नु न यार ल है हेट जाम ल हाम्रो ग्याङहरू चाहिँ अब खासै हिँड्न सकिरहेको छैन होइन जस्ट अब यसरी लाइक नेचरसँग यसरी खेल्न नपाएको धेरै भएको थियो जस्ट अब यसरी खेल्न पाउँदा त एकदम वे त्यो नेक्स्ट लेभलको भइहाल्यो होइन तर यहाँनिर आए पछाडि एउटा टपमा आइसके पछाडि चाहिँ एकदम दामी बब्बाल भ्यू पोइन्ट देख्दाखेरि चाहिँ जुन एउटा त्यो थकाइ पनि त्यो हुन्छ नि त्यो फुल्ली त्यो थके त केही थके लागेको थियो हुँदैन क्या त्यो थके जति पनि त्यो भएको थकेहरू त हरारै जान्छ क्या ल यता हाम्रो बुनेहरू आउँदैछ है है तर यिनीहरूलाई देख्दा चाहिँ मलाई लास्टै तिमीहरूलाई देखेर मलाई पो गाह्रो लागिरहेछ हो अनि के चाहिँ गरौँ हो म तिमीहरूलाई गाडी अब गाडी चाहिँ यसलाई म एकचोटि बालेन बने पछाडि मात्र है म एकचोटि बालेन बने भने चाहिँ यो चम्पादेवीको त माथि टपमै म गाडी हालिदिन्छु पुरै रोड रकेट केबल कार ए ल ओके ल फेरि म नेता भयो भने सबै फ्री हो फेरि तिमीहरूले के गर्नु पर्दैन म नेता भयो भने सबै नै फेरि के चाहियो तिमीलाई पैसा के चाहियो हिरा के चाहियो मोती के चाहियो सुविधा सबै कुरा फ्री हुन्छ ल सुविधा भनेर कि त्यो फ्री भएपछि त त्यो फ्री कि सुविधा भयो यस अलि नजिक आएर के भने बाहिर जान नपरोस् आफ्नै देशमा बसेर काम गर्न पाइयो आफ्नै फ्यामिलीसँग रमाउन पाइयो त्यो हो नि त कुरो अब हाम्रो देशमा के बालेन नबोल सकिएन ल 10 मिनट है हो देख्यो नि गाइस 5 मिनट भनिदिनु न हजुर जब मात्र 5 मिनट भनिदिनु अब त्यो थकाइ मारे गयो 10 मिनट नभए त 5 मिनट पुग्छ थकाइ मारे गयो भने 5 मिनट है अब सही जाम आऊ छैन त्यो बिचार जानु पर्यो मात्रै हो 10 मिनट 5 मिनट मात्र हो के 5 मिनट अनि त्यस्तो नभन्नु न देवी यत्रो यहाँ मैले यस्तो मन त राखिदिनु न हो तपाईँ सेकेन्डमा एक सेकेन्डमा एक गरेर जानुपर्ने ल कम्पास ल अब त 5 मिनट भनेपछि त्यस्तो जोसिनु पऱ्यो क्या ल है अनि आइसक्यो ल गाह्रो छ तर के छ एकदम नेक्स्ट लेभलको छ है ल हल्का चिप्स पनि खाइदिउँ
भन्दै ए पुछिना है गरे एकदम आउँदैन आउँछु किन आउने म आउने नि जाम हैन यो चिप्स चाहिँ केबाट बनेको हुन्छ पटेटो पोटेटो कर्नफ्लोर खुर्सानी त्यस्तैबाट होइन पानी ल्याउनु आज चाहिँ हामी यता चम्पादेवी आउँदै गर्दाखेरि चाहिँ जस्ट मैले चाहिँ हाम्रो यता अफ्रिकाको दाजुभाइहरू भेटिसकेको छु अनि जस्ट हामी यहाँनिर हल्का मिठो पनि भयो जस्ट आज चाहिँ इन्टरनेसनल खाने भयो केटाले है त ल ओके ल थ्याङ्क यू सर थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सर Whatever you say is great. थ्याङ्क यू सर नाइस टु मिट यु नाइस टु मिट सर ल He's from Portugal. ओ नाइस ल त्यसले हामी चाहिँ चम्पादेवीको माथि मेन टप हामी टेम्पलमा आइसकेका छौँ अनि जस्ट यहाँनिर चाहिँ कति मान्छेहरू आएर पनि फर्किसक्नु भएको छ भने कतिजना बसेर आएर मजाले बसेर इन्जोय गरिरहनु भएको छ है जस्ट यहाँनिर हामीले दुईवटा मकै पल्लो लगाइरहेको छौँ दिदीलाई है तर दिदीले यहाँ खोला दिदीले त जान्दै जान्दैन रहेछ दिदी दिदीले मकै पल्लो जान्दैन रहेछ दिदी तपाईँले भर भन्नु भएन जस्ट अब हामी पनि यहाँनिर एकछिन बसेर इन्जोय गर्छौँ त्यस पछाडि हामी पुरा ब्याक हुन्छौँ है त टक्क लगाएर हामी चाहिँ जस्ट चम्पादेवीको हामी माथि टपमा आएर पनि जस्ट अहिले चाहिँ हामी हल्का हल्का रेस्टसँगै हामी आफ्नो नास्ता पनि लिनलाई लागिरहेको छौँ होइन कस्तो मुखै लटपटो थियो आज त के भएको यार म खाइदिउँ है टक्क लगाएर त्यस आज कस्तो फिल भइरहेछ मलाई लाइक एकदम फर्स्ट टाइम होइन चम्पादेवी म एकदम रमाइलो लागिरहेको रमाइलो लागिरहेछ ल अरू के भन्नु मन छ न थ्याङ्क यू तिमी यहाँ आएर होइन तिमी आज आइपुग्यो है सरी गाइस मैले मुख खाँदै बोलेँ कि होइन तिमी आज यहाँ आइपुग्यो आज तिमीले अरू कसैलाई यहाँ आउनलाई रिकमेन्ड गर्नु पऱ्यो भने तिमी के भन्न चाहन्छौ तपाईँहरू यहाँ आउन सक्नुहुन्छ यो ठाउँ पिसफुल छ अनि त्यसपछि एकदमै रमाइलो छ फ्यामिलीसँग आउँदाखेरि फ्यामिली फ्रेन्ड सर्कलमा आउँदाखेरि चाहिँ एकदमै रमाइलो हुन्छ थ्याङ्क यू थ्याङ्क यू हजुरलाई भन्नुहोस् जनता जान्न चाहन्छन् अलिक गाह्रो भएको आजको एक्सपिरियन्स सेयर गरौँ न त के कस्तो भयो समातेर बोलाउनु ल मलाई बत बोल्दिनँ बोल्नै पर्ने हुन्छ बोल्दै त खुट्टा दुख्यो आउँदा त रमाइलो भएको थियो खुसी भएको थियो फुरुफुर अनि त्यहाँ उकालो चढ्न थालेपछि त खुट्टा दुखेपछि त गइहाल्यो नि मान्छे उकालो हुँदा नि हामीले त्यो भर्याङ नि लगेर क्या यो अर्को के अरे त्यो भर्याङ कट्यौँ नि हामी ओह्रालो गऱ्यौँ नि तर यो चाहिँ झुटो गाइस किन भन्दाखेरि भन्न नसके मात्र हो तर भित्रभित्र रिस बेसी उठाएको थियो है वाउ अलि नजिकबाट देऊ ल दुईजना आएको गएर हो ल फेरि म त राक्षस छु कि फेरि वाटर मिलनको त नखान ल यहीँ राखौँ अब यसलाई त छोड्ने कुरो आएन लिएर आइसके पछाडि पैसा परेछ है गनाएर के हो त अब अहिलेको भन्दा टेस्ट एउटै नि हो न ए मलाई झ्याक्ने यता फर्क्यो भने गुड देखा न अलिकति जुम आउट गर ल हामी बब्बल
उसलाई हेर ए मुला ए सेन्सरले पनि कामै नगर्ने रहेछ। अहिले माथि टेम्पल पुगेर हामी पुरा ब्याक हुँदैछौँ। अहिले चाहिँ हामी लगभग आधी बाटो जस्तो चाहिँ हामी ब्याक भइसकेको छ, फर्किसकेका छौँ। अघि यहाँनिर हामी आउँदाखेरि सुरुमा आउँदाखेरि यस्तो हाम्रो गाडो मस्कि ओ सरी हाम्रो गिदी फर्किसकेको थियो। यहीँबाट फर्कम जस्तो भइरहेको थियो अरे उनीहरूलाई चाहिँ, तर मलाई चाहिँ भएको थिएन। के हो त्यो कन्टेन्ट है यो सर त्यस्तो भन्दा पनि लाइक अलिकति अप्ठ्यारो मानिरहेको थियो, गाह्रो मानिरहेको थियो यिनीहरू है। ल अब जानुपर्ने ठाउँमा मेन पोइन्टमा जान्छु नै भनेर आएपछि त जानै पर्ने हुन्छ नि त। अलराइट अब गयो आयो, अब त्यो जाँदाखेरि जति गाह्रो भयो अब फर्किँदाखेरि सजिलै छ नि त, हो कि होइन अवस्था? ओ सही हो ल। रमाइलो भयो नि त नि, रमाइलो गर्न आएको रमाइलो गर्न आएको रमाइलो भयो है। जस्तै यतातिर हामीले काफल पनि हामीले मच्काइरहेको थियो यतातिर, जसलाई यतातिरको नेचुरल ब्याकग्राउन्ड तपाईँहरूलाई मैले देखाउँदैछु होइन, मस्त। तपाईँहरू को आउनु भएको छैन, सो तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ हो। के हो मैले गलत बोलेँ? होइन, आउन चाहनेहरूले हाइकिङ गर्न कोलाई इन्ट्रेस्टेड छ अनि त्यसपछि नयाँ नयाँ प्लेसहरूको खोजीमा हुनुहुन्छ भने चाहिँ यो ठाउँ हजुरहरूको लागि एकदमै बेस्ट छ, बेस्ट। यस हो, सही हो। मैले पनि यही कुरालाई एकचोटि फेरि यही कुरालाई मैले रिपिटेसन गरेँ। सो तपाईँहरू सिटीभित्र बसेर लाइक एकदम बोर हुनुभएको छ, तपाईँहरू भ्यालीभन्दा अलिकति शान्ति इन्भाइरोमेन्टमा तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ त्यो मध्ये तपाईँहरूलाई चम्पादेवी पनि एक पर्छ, एकदम राम्रो पर्फेक्ट छ। सो तपाईँहरू आउन सक्नुहुन्छ। तर तपाईँहरू यहाँ सोलो हाइक आउन चाहनुहुन्छ भने चाहिँ एक्लै आउँदाखेरि चाहिँ अरू दिनभन्दा पनि तपाईँ शनिबार आउनुभयो भने चाहिँ एकदम राम्रो बेस्ट है। के हो है, सही हो। ल टक्कला जाँदैछौँ। अब कति मान्छेहरू फर्किँदैछन् र कति मान्छेहरू त आउँदै छैनन् अहिले है। आउँदै त हुनुहुन्न धेरै जस्तो, सब मान्छेहरू चाहिँ फर्किसक्नुभयो धेरै जस्तो। यदि मान्छेहरू आयो भने मैले पनि अब 5 मिनट मात्र भन्नेवाला छु अब यहाँबाट, किनकि यहाँबाट आधी बाटो छ अझै। ल परे 1 घन्टा ल चट्ट लाएर हाम्रो यहाँ होइन अलिक माथिपट्टि हो कि ल जस यतातिर कापल टिपी हुँदैछ यतातिर। यता हात्तीबन रिसोर्ट फर्किसकेको छ, ब्याक भइसकेको छ। अनि अब सो आज राम्रै भयो, आजको दिन एकदम राम्रोसँग मौसमले पनि साथ दियो र हाम्रो प्यारा ब्युटिफुल ल्यान्ड लेडीहरूले पनि साथ दिनुभयो है मजाले। जो आज एकदम राम्रो भयो आजको हाइक चाहिँ। सो आजको भिडियोलाई चाहिँ मैले यतातिर बन्द व्यवस्था गरिदिनेछु। सो नेक्स्ट भिडियोतिर भेट्दै गरौँ ल। यति भन्दै तपाईँहरूको माझ बिदा हुन्छ त ल। हस् ओके, बाई बाई।